अर्को 16 के भन्दैछ भनेदेखि सारा संसारमा जाऊ। कहाँ जाऊ? सारा संसारमा जाऊ अनि त्यहाँ गएर चाहिँ के गर? सुसमाचार सुनाऊ। के सुनाऊ? सुसमाचार सुनाऊ। सारा संसारमा जाऊ अनि त्यहाँ गएर हरेकलाई के गर? हरेक प्राणीलाई यानी कि हरेक मानिस जातिलाई सुसमाचार सुनाऊ। 16ले भन्छ जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ, तर जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ। हालेलुया। अनि मानिसको लागि प्रभुले जिम्मेवारी दिनुभयो। त्यो जिम्मेवारी के हो भन्दाखेरि चाहिँ सारा संसारमा गएर सुसमाचार सुनाउने जिम्मेवारी दिनुभयो। अनि त्यो सुसमाचार जसले सुन्छ अनि त्यो सुसमाचार सुनेपछि चाहिँ के हुन्छ? के हुन्छ? जसले विश्वास गर्छ उनीहरूलाई के देऊ? बप्तिस्मा देऊ। के अरे? बप्तिस्मा देऊ। जसरी हामीले पाएको छौँ, हामीले कुनै न कुनै मानिसको मुखबाट कहिले न कहिले एउटा समयमा हामीले के सुन्यौँ? सुसमाचार सुन्यौँ। के सुन्यौँ? हजुर के सुन्यौँ? सुसमाचार सुन्ने बित्तिकै हाम्रो जीवनमा एक न एक दिन त्यो सुसमाचारले कार्य गरे अनि सुसमाचारले कार्य गर्दा हामीले के गर्यौँ? येशू ख्रीष्टलाई ग्रहण गर्यौँ। अब ध्यान दिनुपर्ने कुरा यहाँ छ है, विश्वासी को हो भन्ने हामी धेरैचोटि कन्फ्युजनमा छौँ। मैले अस्ति पनि भन्दै थिएँ, एकजना व्यक्ति चर्च आउँदैछ भन्दैमा चाहिँ ऊ चाहिँ विश्वासी होइन। ध्यान दिनुहोस् है, एकजना व्यक्ति चर्च आउँदैमा चाहिँ ऊ चाहिँ विश्वासी होइन। एकजना व्यक्तिले प्रार्थना गर्यो भन्दामै ऊ चाहिँ विश्वासी होइन। एउटा व्यक्तिले यीशु छ नि, यीशु भन्ने एउटा व्यक्ति हो नि है, त्यो राम्रो व्यक्ति हो नि, उसले राम्रो सिकाएको छ, यीशु छ भनेर विश्वास गर्नु पनि के होइन? विश्वासी हुँदैन। किन सुन्नुहुन्छ? हेर्नुहोस् है, यीशु ख्रीष्ट छ नि, यीशु छ नि, त्यो त असल व्यक्ति हो नि भन्दैमा चाहिँ ऊ विश्वासी हुँदैन। यीशु छ भनेर नि कसले विश्वास गर्छ भन्दा सारा संसारमा सबै मान्छेले विश्वास गर्छ है। यीशु भन्ने एउटा व्यक्ति थियो भनेर सबैले विश्वास गर्छ नि। हेर्नुहुन्छ कसले पनि विश्वास गरेको छ? खोलौँ त बाइबलमा खोल्नुहोस् त। याकुब 2:19, याकुब 2 जेम्स च्याप्टर 2 भर्स 19, याकुब 2:19 हेर्नु त। हिब्रूको पछाडि छ, पढि पनि दिनु सब पाउनेले। यता मलाई हेर्नुहोस् त, यता हेर्नु, सबैले पायो? याकुब 2:19 के लेखेको रहेछ भन्नुहोस् त। कसले पनि विश्वास गर्नु रहेछ यीशु छ भनेर? एक दिन पढिदिनुहोस् सिलाइदिनु फेरि मजाले। अब यहाँ मलाई हेर्नु, सबै मण्डली मलाई हेर्नुहोस् न, मानिसले त विश्वास गरे यीशु छ भनेर, तर भूत आत्माहरूले पनि यीशु छ भनेर के गरिरहेछ? तर उनीहरूले चाहिँ यीशु छ भनेर विश्वास गर्छ, तर उनीहरूले चाहिँ यीशुको नाम सुन्दा के हुँदो रहेछ? हजुर, थर काम्छ। यानि कि मैले भन्दै गरेको कुरा, बच्चाले भन्दै गरेको कुरा चाहिँ के हो? यीशु छ भनेर चाहिँ सारा संसारले विश्वास गर्छ। त्यति मात्र होइन, यीशु छ भनेर चाहिँ शैतानले पनि विश्वास गर्छ। त्यसको मतलब यो शैतान विश्वासी हो। त्यसै कारणले गर्दा यीशु छ भनेर विश्वास गरेमा चाहिँ ऊ चाहिँ विश्वासी होइन। बाइबलको सिस्टम अनुसार चाहिँ कसरी विश्वासी हुन्छ त्यो कुरा चाहिँ हामीलाई थाहा हुनुपर्छ। एउटा व्यक्तिले जब सुसमाचार सुन्छ अनि सुसमाचारको अर्थ चाहिँ यसको मृत्यु, यसको गाडाइ र यसको पुनरुत्थान हो। सुसमाचार भनेको के हो भन्नुहोस् त? यसको मृत्यु, गाडाइ र पुनरुत्थान हो। यसलाई चाहिँ सुसमाचार भन्छ। अनि यो सुसमाचारमा विश्वास गर्दा मात्रै विश्वासी बनिन्दछ। त्यो पनि कसरी भन्दाखेरि चाहिँ बाइबल अनुसार गरेको हुनुपर्छ। भर्खरै मात्रमा हाम्रो समृद्ध र विवेकले के भनेर चर्चको अगाडि विश्वास गरे भन्दाखेरि चाहिँ येशू नै को हुनुहुन्छ? प्रभु हुनुहुन्छ। कि येशूलाई विश्वास गर्छु भन्दा भयो? होइन। के हो भन्नुपर्ने? येशू नै प्रभु हुनुहुन्छ। सारा संसारले यस प्रभु छ भनेर विश्वास गर्छ, तर प्रभुसँग पुग्नको लागि एउटै बाटो त्यो चाहिँ येशू हो। अनि येशू नै प्रभु हुनुहुन्छ बाइबलले भन्छ। येशू नै प्रभु हुनुहुन्छ भनेर आफ्नो मुखले स्वीकार गरे विवेक र समृद्धले। अनि त्यसको मुनिलो भागमा के लेखेको छ? उहाँ चाहिँ मरेकाहरूबाट 3 दिनमा पुनरुत्थान भयो भनेर विश्वास गरे उनीहरूले, अनि उनीहरूले आज मुक्ति पाएको छ। एउटा विश्वासी हुनुको लागि चाहिँ बाइबलबाट है, बाइबलको लिखित अक्षरबाट
रोमी 10:9 अनुसार अनि यस्ता धेरै भर्सहरू छ। यी भर्सहरूको आधारमा जसले पनि प्रभुलाई एक्सेप्ट गर्छ आफ्नो जीवनमा ऊ चाहिँ विश्वासी हुन्छ। अदरवाइज त के हुन्छ थाहा छ, यो सारा संसारले येशू छ भनेर विश्वास गरेको छ। अनि हाम्रो देशको, भारत देशको महान व्यक्ति जो हाम्रो देशलाई आजादी बनाउनमा सबैभन्दा ठुलो भूमिका खेले, जसको नाम के थिए? महात्मा गान्धी। उहाँले पनि येशू छ भनेर विश्वास गरे। त्यति मात्र होइन, उहाँले बाइबलको वचनलाई धेरै आफ्नो सिद्धान्तहरू बनाएको छ। हो कि भन्नुहोस् त, बाइबलले के भन्छ? एउटा गालामा तिमीलाई कसरी हिकायो भने के गर, अर्को गाला थापिदेऊ। महात्मा गान्धीले पनि यी सेन्टेन्सहरू चलाएको छ। त्यसको मतलब यो हो कि उहाँ विश्वासी हो। एउटा विश्वासी हुनुको लागि, एउटा पाप र अधर्ममा धोइनको लागि चाहिँ त्यो व्यक्तिले बाइबल आधारित येशू नै प्रभु हो भनेर मुखले स्वीकार गरेको हुनुपर्छ। यो पनि हुँदैन मेरो बाउ, मेरो आमा पास्टर हो, रेभरेन्ड हो, होइन मेरो बाजे बोजू सबै सेवाकाई गरेको अनि म पनि अहिले चर्च आउँदैछु। तर प्रश्न यहाँ हुन्छ के तपाईँले प्रभुलाई पर्सनली येशू नै प्रभु हो भनेर विश्वास गर्नुभएको छ कि छैन? अनि येशू चाहिँ मरेकाबाट 3 दिन बादमा पुनरुत्थान हुनुभयो भनेर विश्वास गरेको छ कि छैन? प्रश्न यहाँ आउँछ मेरो प्रियहरू। हाम्रो परिवारको पुस्तौले प्रभुको सेवाकाई गरे तापनि तर पर्सनली यदि तपाईँ र मैले बाइबल आधारित येशूलाई स्वीकारेनौँ भने हामी कदाचित उहाँको सन्तान हुन सक्दैनौँ, कदाचित हामी विश्वासी हुन सक्दैनौँ। यसै कारणले गर्दा बाइबलले भन्छ एउटा विश्वासी हुनुको लागि चाहिँ येशू ख्रिस्टलाई पर्सनली येशू नै प्रभु हो भनेर स्वीकार गरेको हुनुपर्छ। हालेलुया, हालेलुया। अनि अर्को कुरा, विश्वासी भन्ने, क्रिस्चियनिटी भन्ने, क्रिस्चियनिटी चाहिँ इट्स नट अ रिलिजन। विश्वासी क्रिस्चियनिटी भनेको यो धर्म होइन। क्रिस्चियनिटी भनेको चाहिँ परमेश्वरसँगको सम्बन्ध हो। इट्स अ रिलेसनसिप विथ गड। हालेलुया। त्यसै कारणले बाइबलले भन्छ धर्म र कर्मले हामी कहिले पनि आफै धर्मी बन्न सक्दैनौँ। यसै कारण हामीलाई ख्रिस्टको धार्मिकता चाहिन्छ। येशू ख्रिस्टले चेलाहरू भन्छ यदि तिमीहरूको धार्मिकता चाहिँ यिनीहरूको जस्तो भनेको सदुकी र फरिसीहरूको व्रत भएन भने त्यो सबै व्यर्थै छ। मानिसलाई पाप र मृत्युदेखि छुटकारा पाउनको लागि एउटै व्यक्तिको खाँचो थियो जो चाहिँ येशू ख्रिस्ट हुनुहुन्थ्यो। उहाँ चाहिँ सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँको रगतद्वारा मात्रै मानिसको पाप र अधर्म सदाका लागि धोएर शुद्ध पवित्र बनाएको छ। हालेलुया, हालेलुया। फेरि दोहोऱ्याउन चाहिए, एउटा व्यक्ति चर्च आउँदामै त्यो व्यक्ति विश्वासी हुँदैन। त्यो व्यक्तिले पर्सनली येशूलाई प्रभु हो भनेर स्वीकार गरेको हुनुपर्छ। तब मात्रै ऊ चाहिँ एउटा येशू ख्रिस्टको के हुनसक्छ? चेला, छोरा या छोरी। यसको मतलब विश्वासी हुन सक्छ। हालेलुया, हालेलुया। त्यसैले पहिले यूहन्ना 5:1 पनि हामी पढ्छौँ भने त्यही कुरा लेखेको छ है, यो विश्वास गर्नुपर्छ येशू नै प्रभु हो भनेर विश्वास गर्नुपर्छ। लेखेको छ है तपाईँको बाइबलमा छ। पहिले यूहन्ना 5:1 के लेखेको छ पढिदिनुहोस् त। पहिले यूहन्ना 5:1 यता हेर्नुहोस् मलाई। पहिले यूहन्ना 5:1 के लेखेको रहेछ अरे? येशू नै प्रभु हो भनेर जसले विश्वास गर्छ त्यो को रहेछ? परमेश्वरको को रहेछ? छोराछोरी, यानि कि कतिवटा ट्रान्सलेसनमा बालक लेखेको रहेछ। कस्तो दामी। अनि उनीहरूले चाहिँ के गर्दो रहेछ? अरूहरूलाई पनि त्यसरी नै प्रेम गर्नु के गर्दो रहेछ? सिक्दो रहेछ। सो एउटा विश्वासी हुनुको लागि चाहिँ यसरी ग्रहण गरेको हुनैपर्छ येशू नै प्रभु हो भनेर। हालेलुया, हालेलुया। जब त्यति बेला बाइबल अनुसार विश्वास गर्छौँ त्यति बेला परमेश्वरले हामीलाई के बनाउँदो रहेछ? उहाँको सन्तान, यानि कि उहाँको छोराछोरी। हालेलुया। जतिजनाले प्रभु येशूलाई बाइबल आधारित पर्सनली ग्रहण गर्नुभएको छ, तपाईँ र म चाहिँ हामी परमेश्वरको सन्तान भइसकेको छौँ। हालेलुया, हालेलुया, हालेलुया।
अनि प्रभुलाई विश्वास गर्नुको अर्थ अनि गस्पल सुसमाचार भनेको नै यीशुको मृत्यु, यीशुको पुनरुत्थान र यीशुको गाडाइ र पुनरुत्थान हो। हालेलुया, हालेलुया। अरू कुनै पनि सुसमाचार छैन। सुसमाचारको अर्थ नै यीशुको मृत्यु र गाडाइ र पुनरुत्थान मात्रै हो सुसमाचार। हालेलुया। हो, अरू धेरै प्रकारको सुसमाचार छ, तर त्यो सुसमाचारले हामीलाई जीवन दिँदैन। त्यो सुसमाचारले सान्त्वना दिन्छ। गुड न्युज भनेको धेरै प्रकारको राम्रो राम्रो न्युजहरू हो नि त हुन्छ। त्यो न्युजले हामीलाई सान्त्वना दिन्छ, हामीलाई खुसी बनाउँछ, तर अनन्तको जीवनसम्म पुर्याउने गुड न्युज चाहिँ यीशुको मृत्यु र यीशुको मृत्यु गाडाइ र पुनरुत्थान मात्रै हो। हालेलुया, हालेलुया, हालेलुया। अनि फेरि पनि म भन्न चाहन्छु, यदि तपाईँ चर्च जाँदै हुनुहुन्छ, तपाईँ प्रार्थना सभामा जाँदै हुनुहुन्छ, तपाईँ प्रार्थना पनि गर्दै हुनुहुन्छ, तर आफूलाई चेक गर्ने समय आएको छ विश्वासीहरू, के तपाईँले पर्सनली प्रभुलाई ग्रहण गर्नुभएको छ? यदि छैन भने म यसरी भन्न चाहन्छु, आज नै डिसाइड गर्नुहोस्, आज नै निर्णय गरौँ कि प्रभु तपाईँ चाहिँ येशू, तपाईँ चाहिँ प्रभु हुनुहुन्छ भने म मेरो मुखले स्वीकार गर्छु। अनि तपाईँ चाहिँ मरेकोबाट 3 दिन बाद पुनरुत्थान भएको हो भनेर म मेरो हृदयमा विश्वास गर्छु। जब तपाईँ भन्नुहुन्छ नि, त्यति बेलादेखि नै, त्यही घडीदेखि नै तपाईँ परमेश्वरको छोराछोरी हुनुहुन्छ। अदरवाइज धेरैचोटि हामी थाहा हुँदैन प्रभुलाई हामीले ग्रहण गरेको छ कि छैनौँ। अनि आजको वचनले त्यही भन्छ, हामी चाहिँ त्यो विश्वासी हो जसले प्रभुलाई पर्सनली ग्रहण गरेका छौँ। हालेलुया, हालेलुया। यो कुराले मात्रै हामी बचाइन्छौँ, यो कुराले मात्रै हामी पाप अनि मृत्युदेखि अलग छुट्याइन्छौँ। यही सुसमाचारले मात्रै, यसको मृत्यु गरेर पुनरुत्थानले मात्रै हामीलाई अन्धकारको राज्यदेखि ज्योतिको राज्यमा हामी सारिएको हो। अदरवाइज हामी कहिले पनि त्यो कुराहरू हुन सक्दैन अनि गर्न सक्दैन। त्यही मैले भन्दै थिएँ, हेर्नुहोस् त, येशू ख्रीष्ट जिउँदो हुनुहुन्छ, जसले तपाईँ अनि मेरो लागि उहाँको आफ्नै शरीर अर्पण गर्नुभयो। मानिसको धेरै गिल्ला सहे, दुःख सहे, गर्नै नसक्ने कुराहरू सहे, अनि मृत्युसम्म प्रभुलाई यति साह्रो गर्दै एउटा समय त यस्तो समय आए मेरो प्रियहरू जहाँ प्रभुलाई पनि सहनु गाह्रो परेको थियो। अनि प्रभुले भन्छ, हे पिता, हुन सक्छ भने यो कचौरा के गर्नुहोस्, मबाट हटाइदिनुहोस्। द्याट मिन्स प्रभु येशूले किन भन्नुभयो भन्दाखेरि यस्तो साह्रो घडी थियो होला, यस्तो सहन नसक्ने कुरा थियो होला। त्यसै कारण प्रभु येशूले भनिन्छ, हे पिता, हुन सक्छ भने यो कचौरा मबाट हटाइदिनुहोस्। तर फेरि येशूले भन्छ, होइन पिता, तपाईँको इच्छा जे छ त्यो पुरा होस्। हालेलुया। कसको लागि गरे भन्दाखेरि चाहिँ आज सम्पूर्ण संसारमा भएको मानिस जातिको लागि उहाँले आफ्नो प्राणलाई कुर्बान गरे। अनि कुर्बान मात्रै गर्नु भएन, उहाँ क्रुसमा जानुभयो। अनि उहाँ तेस्रो दिनमा फेरि जुन कुराले उहाँलाई मारे, जुन कुराले उहाँलाई मुनिसम्म हाले, त्यो कुरालाई पनि उहाँले जित्नुभयो। अनि उहाँ चाहिँ फेरि 3 दिन बादमा अनन्तको जीवन बनेर आउनुभयो। अनि त्यो अनन्तको जीवन चाहिँ तपाईँ अनि म भित्र आइसकेको छ। जसले पनि प्रभुलाई ग्रहण गर्छ उनी भित्र त्यो अनन्तको जीवन आइसकेको छ। अनि त्यही व्यक्तिहरूलाई चाहिँ हामी खुल्ला हृदयले भन्न चाहन्छौँ, यस आई एम अ बिलिभर, यस म विश्वासी हो, किन मैले चाहिँ प्रभुलाई पर्सनली ग्रहण गरिसकेको छु। अब उसको जीवन चाहिँ मेरो जीवनमा चाहिँ क्राइस्ट जिउनुहुन्छ। अब मेरो जीवनको राजकर्ता चाहिँ, मेरो जीवनको सम्पूर्ण कुरा चढाउने चाहिँ मेरो येशू हुनुहुन्छ। जब तपाईँ र मैले प्रभुलाई हाम्रो जीवन दिन्छौँ अनि हाम्रो जीवनमा कार्य गर्नु दिन्छौँ भने चाहिँ हाम्रो परमेश्वर जहिले पनि उहाँ तयारी हुनुहुन्छ तपाईँ र मेरो जीवनमा कार्य गर्नको लागि। धेरैचोटि हामी भन्छौँ, तर प्रभुलाई कार्य गर्नु नदिएको कारणले गर्दा परमेश्वरले केही पनि हाम्रो जीवनमा गर्न सक्दैन। परमेश्वरले चाहिँ तपाईँ र मेरो इच्छालाई मार्नुहुन्न। जबसम्म तपाईँ र मैले प्रभु कार्य गर्नुहोस् हाम्रो जीवनमा भन्दैनौँ, तबसम्म बिना अनुमति प्रभुले हाम्रो जीवनमा काम गर्नुहुन्न। किनकि परमेश्वरले तपाईँलाई मलाई यति धेरै इज्जत र माया गर्नुहुन्छ। हालेलुया। अनि त्यो परमेश्वरलाई तपाईँ र मैले आज आराधना गर्दै गरेका छौँ। यूहन्ना 3:16 सबैलाई थाहा भएको कुरा हो। हामीलाई परमेश्वरले आफ्नो पुत्र हामीलाई दिनुभयो। के को लागि उहाँले आफ्नो पुत्र दिनुभयो? येशू ख्रीष्टलाई तपाईँ र मेरो लागि मर्नको लागि दिनुभयो। किनकि तपाईँ र म पाप अनि मृत्युमा मरेका थियौँ, त्योबाट छुटकारा गर्नको लागि येशू मर्न जरुरत थियो।
अनि येशू मर्नु मात्रै होइन, येशू मरेर चाहिँ तपाईँलाई मलाई मार्ने कुरालाई चाहिँ सदाको लागि अन्त गरेर उहाँ फेरि पनि नयाँ जीवन, जुन चाहिँ जीवन चाहिँ बाइबलले यसरी भन्छ प्रशस्तताको जीवन, त्यो जीवन बनेर आउनुभयो। आज त्यो जीवन बनेर आउनुभएको येशूलाई हामीले ग्रहण गर्ने साथ हामीभित्र त्यो प्रशस्तताको जीवन आइसकेको छ, त्यो अनन्तताको जीवन आइसकेको छ, नमर्ने जीवन आइसकेको छ। हालेलुया, हालेलुया। यसै कारणले गर्दा हामी विश्वासी हौँ मण्डली, यसै कारणले गर्दा हामी विश्वासी हौँ, किन हामी अनन्तको परमेश्वरलाई विश्वास गर्छौँ। हालेलुया। अनन्तको परमेश्वरले गर्नुभएको क्रुसको कुराहरूलाई हामी विश्वास गर्छौँ। हालेलुया। यसै कारणले गर्दा हामी विश्वासीहरू। हालेलुया। यूहन्ना 3:14लाई हामी एकचोटि कोट गरेर पढौँ त के लेखेको रहेछ यूहन्ना 3:14लाई। हालेलुया। यूहन्ना 3:14लाई पढ्नेछौँ, पढिदिनुहोस् न कहिले पाउनुहुन्छ। यूहन्ना 3:14 सुसमाचार। मलाई हेर्नु सबैले, जसरी मूसाले उजाड स्तरमा के गरे सर्पलाई उछाले। हेर्नुहोस् न, हामीलाई थाहा भएको कुरा अब यहाँ हेर्नुहोस् है, मलाई ध्यान दिनुहोस् है मण्डली, यो कुन चाहिँ कुराको कुरा लेख्दैछ भनेदेखि जब मूसाले के गरे कसलाई लाँदै थिए मिश्र देशबाट छुटाएर, कसलाई इजरायलीहरूलाई दूध र मह बग्ने देशमा लाँदै थिए। त्यति बेला एउटा समय यस्तो आयो कि त्यहाँ भएको सम्पूर्ण मानिसहरूलाई केले डस्न थाले भन्नुहोस् त, साँपले ठुँगे कि ठुँगेन। अब मलाई ध्यान दिनुहोस्, यो इम्पोर्टेन्ट कुरा छ। साँपले ठुङ्न थाले अनि त्यहाँ भएको मानिसहरू मर्न लागे, त्यहाँ भएको मानिसहरू के गरे मर्न लागे। हो, त्यहाँनिर परमेश्वरले मूसालाई भनेको तँ गएर ले, तर लाने चाहिँ को हो म हो भनेको थियो। तर त्यहाँको इजरायलीहरूले धेरैचोटि के गरे गनगनाउनु थाले अनि आफ्नै केमा एफर्टमा उनीहरू के गर्न थाले, अब हामी नै गर्छौँ भन्ने कुराहरूतिर लागे। अनि त्यो कुराले गर्दा धेरै आफूले नै के गरे सम्पूर्ण टाइम टेसन र बाधा विघ्नहरू उनीहरूको जीवनमा आउन थाले। अनि एउटा समय यस्तो समय आए जहाँ चाहिँ उनीहरूको खुट्टातिर के गर्ने साँपले डस्न थाले। अनि उनीहरूले डस्दै गर्दा त्यहाँ धेरै मानिसहरू के पनि गर्न थाले, मर्न थाले। अनि उनीहरूले भन्छ मूसालाई, मूसा अब परमेश्वरलाई के गर भनिदेऊ न कि हामी पनि यो साँपहरूले हामीलाई डसिरहेको छ। अनि मूसा जब परमेश्वरसँग बात गर्छ अनि परमेश्वरले मूसालाई यस्तो आज्ञा दिन्छ, त्यसो भए तिमीले के गर एउटा काठको के बनाऊ क्रसलाई बनाऊ, अनि त्यो क्रसको माथि चाहिँ एउटा पित्तलको के गर साँपलाई के गर बनाएर त्यहाँमाथि राख। अनि भन सबैजनालाई त्यो सर्पलाई हेरोस्, त्यो साँपलाई पित्तलको साँपलाई हेरोस् भनेर भने। अनि मूसाले जुन आज्ञा परमेश्वरले मूसालाई दिए अनि सेम मूसाले त्यो व्यक्तिलाई भने। अनि जतिजनाले त्यो मूसाले भनेको आज्ञालाई उनीहरूले त्यो सर्पलाई माथि हेर्न थाले, त्यो मान्छेहरू के गरे बाँच्न थाले। त्यो मान्छेहरूलाई त्यो साँपले के गर्न सकेन, ठुङ्न सकेन। हालेलुया। यहाँ 14मा के लेखेको छ अरे दिदी, फेरि एकताल भनिदिनुहोस्, यही कुरा लेखेको छ कि छैन भन्नुहोस् न। जसरी मूसाले उजाड स्थानमा सर्पलाई उछाले यसरी नै मानिसको पुत्र पनि त्यो सर्पलाई माथि क्रसमा उछाले जस्तो मानिसको पुत्र पनि त्यो क्रसमा माथि उछालिन पर्छ। अब मलाई सुन्नुहोस् है, अब यहाँ अचम्मको कुरा के छ भन्दाखेरि चाहिँ हामीले ख्रिस्टलाई हेर्दा जीवन पाउँछौँ कि साँपलाई हेर्दा जीवन पाउँछौँ? हजुर, तर फेरि यहाँ त के भने साँपलाई सर्पलाई पित्तलको सर्पलाई हेर्दा पो त्यो मान्छेहरू मरेन र उनीहरू जीवन पाएको थियो। अचम्म छ कि छैन? अब बुझौँ त बाइबलले के भन्छ। के भनेको बाइबलले, के भनेको बाइबल यति साह्रो महान, यति साह्रो सरल र स्वतन्त्रको पुस्तक हो मेरो प्रियहरू। अब जुन चाहिँ सर्पले उनीहरूलाई डस्दै हेर्नुहोस्, जुन चाहिँ सर्पले उनीहरूलाई डस्दै थिए त्यो सर्पको केलाई पित्तलको सर्पलाई के गर भने त्यहाँसँग जसले त्यो पित्तलको सर्पलाई हेर्छ उनीहरू के गर्दैन फेरि बाँच्न थाले, मर्न थाले। उनीहरूले के कसरी बाँचे भन्दाखेरि अब कुरा चाहिँ यहाँ छ। जब उनीहरूले के गरे, मूसा परमेश्वरतर्फ तपाईँले हाम्रो के गरिदिनुहोस् बिन्ती लगिदिनुहोस्। अनि मूसाले भन्छ, अनि प्रभुले भन्छ पित्तलको सर्प बनाऊ, त्यहाँमाथि काठको टुप्पामा झुन्डाऊ अनि भन सबैले हेर। जब उनीहरूले नि मूसाले आज्ञा गरे अनुसार उनीहरूले त्यो सर्पलाई हेर्न थाले नि उनीहरूको माइन्डमा यो कुरा भने मलाई मार्दै गरेको कुरा चाहिँ कहाँनिर टाँगेको छ, परमेश्वरले क्रुसमा झुन्डाइसकेको छ, त्यसको अन्त आइसकेको छ। यो बुझ्दा नबुझ्दा उनीहरूको जीवनमा त्यो डस्दै गरेको कुराले मार्न सकेन। हालेलुया। हामी विश्वासीमा पनि जबसम्म म को हो भन्ने कुरा बुझ्दैनौँ तबसम्म हामी संसारकै कुराले हामीलाई के गर्यो लट्याङ पटाङ मारिरहेको हुन्छ। हालेलुया, हालेलुया। यसै कारणले गर्दा विश्वासीले यो बुझ्न जरुरत छ, म को हो भन्ने कुरा बुझ्न जरुरत छ।
म भित्र को हुनुहुन्छ भन्ने कुरा बुझ्न जरुरत छ। अनि म चाहिँ के हो, हारेको व्यक्ति हो कि म चाहिँ विजयभन्दा बढ्ती व्यक्ति हो, यो कुरा बुझ्न जरुरत छ। जसरी त्यो इजरायलीहरूले त्यो सर्पलाई हेर्दा उनीहरूले थाहा पाए यस मलाई मार्दै गरेको कुरा चाहिँ अब त्यसको के भइसक्यो, अन्त भइसक्यो, त्यसको कुनै पावर छैन भन्ने जस्तो उनीहरूले थाहा पाए, उनीहरूले के गरे, त्यो सर्पले उनीहरूलाई के नै गर्न सकेन, मार्नै सकेन। हालेलुया। अब विश्वासी भएको नाताले यो कुरा हुनुपर्छ, म भित्र को छ। हालेलुया। अघि मैले फर्स्टमा भन्दै थिएँ, त्यसै कारणले गर्दा हामी एक्लै आराधना गर्दा पनि त्यही आनन्दमा, त्यही अभिषेकमा हुनुपर्छ, अनि समूहमा आराधना गर्दा पनि त्यही भएको हुनुपर्छ। यदि तपाईँ र मलाई एक्लै आराधना गर्दा एक्लै वचनबाट खल्लो लाग्दैछ, तर भिडभाडमा गर्दा चाहिँ एकदम अभिषेक लाग्दैछ भने याद गरौँ त्यति बेला। फेरि प्रभुलाई भनौँ, प्रभु तपाईँको ज्ञानको खाँचो छ। हालेलुया। किनकि बाइबलले भन्छ तिमी बाहिर जाँदा र भित्र जाँदा म के हुनेछु, तिम्रो साथमा हुनेछु। बाइबलले भन्छ म सधैँ नै कहिले तिमीलाई छोड्दिनँ, कहिले तिमीलाई त्याग्दिनँ। हालेलुया, हालेलुया, हालेलुया भन्नुहोस् त। अनि येशू ख्रीष्ट पनि जसरी मूसाले पित्तलको सर्पलाई माथि क्रुसमा झुन्डाए, मानिसको पुत्र पनि के गरिनुपर्छ, उचालिनुपर्छ। अगमबानी थियो। अनि त्यो अगमबानी कहाँ पुरा भयो भन्नुहोस् त, क्रुसमा येशू ख्रीष्ट मानिसको पुत्र के गरे, जसरी मूसाले पित्तलको सर्पलाई झुन्डाए, एक्ज्याक्टली मानिसको पुत्र पनि कहाँ गए, त्यो क्रुसमा झुन्डाए। अनि त्यो क्रुसमा झुन्डाउँदै गर्दाखेरि उहाँ के हुनुभयो, हाम्रो मानिसको सम्पूर्ण पापलाई बोकेर उहाँ पाप बनाएर क्रसमा जानुभयो। हालेलुया। अनि क्रसमा जानुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा उहाँ पुनरुत्थान हुनुभयो। अनि जुन चाहिँ मानिसले अघि इजरायलले सर्पलाई हेर्दा उनीहरू बाँचे, त्यस्तै हामीले पनि क्रुसमा झुन्डाएको येशूलाई हेर्दै गर्दा मेरो सम्पूर्ण पाप पनि अधर्ममा उहाँले कहाँ झुन्डाउनु भयो, क्रुसमा झुन्डाउनु भयो। अब मलाई त्यो कुराले के गर्दै छैन, अधिकार गर्न छैन। अब उहाँले क्रुसमा झुन्डाउनु भयो मलाई मार्ने कुराहरू, अनि उहाँले जीवन दिनुभयो। यो कुरा बुझ्दा चाहिँ विश्वासी हो। हालेलुया, हालेलुया। त्यही कारण बाइबलले दामी भन्छ, यो जीवन जिउने म होइन, मेरो पापमय जीवन, मेरो अधर्मको जीवन, पापले ढाकेको जीवन चाहिँ येशूले कल्भरी क्रुसमा के गर्नुभयो, अन्त गरिदिनु भयो। अनि उहाँ फेरि पनि नयाँ जीवन लिएर आउनुभयो। अनि त्यो जीवनलाई देख्दै गर्दा, विश्वास गर्दा उहाँको जीवन हामीमा आइसकेको छ। हालेलुया, हालेलुया, हालेलुया। बाइबलहरू त के लेखेको छ, यसरी लेखेको छ एउटा पदमा, पुरानो कुरा के भयो, हेर ती म भन्न चाहन्छु, जसले प्रभुलाई ग्रहण गरेको छ, दे आर न्यू क्रिएसन, वी आर न्यू क्रिएसन। हामी नयाँ सृष्टिहरू हौँ। हालेलुया। हाम्रो नयाँ सोच भएको हुनुपर्छ, नयाँ विचार भएको हुनुहुन्छ ख्रीष्ट येशूमा रहेर। हालेलुया। जबसम्म एउटा विश्वासीले आफूले आफूलाई ख्रीष्टमा भेट्दैन, तबसम्म हामी आफूलाई ख्रीष्टदेखि टाढो भएको महसुस हुन्छौँ। जब हामीले ख्रीष्टलाई भेटेका हुन्छौँ त्यति बेला लाग्छ हामीले गल्ती गर्दै गर्दा पनि प्रभुलाई भन्छौँ, प्रभु यो मेरो होइन, मलाई अनुग्रह गर्नु, सहायता गर्नुहोस्। हालेलुया। यो चाहिँ विश्वासीको चरित्र। हालेलुया, हालेलुया। कसको चरित्र अरे, हजुर कसको चरित्र अरे? अब जसले हामीले येशूलाई विश्वास गरेको छौँ भने, येशूको गोस्पलमा, येशूको सुसमाचार, मृत्यु गाडेर पुनरुत्थानमा हामीले विश्वास गरेको छौँ भने के हुन्छ थाहा छ, येशूको जग्गा हाम्रो भएको छ, हाम्रो जग्गा येशूको भएको छ। हालेलुया, हालेलुया। येशूको आत्मा र हाम्रो आत्मा अब दुई थियो, अब के भएको छ, एक भएको छ। वी आर वान इन क्राइस्ट। हामी येशू ख्रीष्टमा एक भएका छौँ। हालेलुया। त्यसै कारणले गर्दा हामी दुःखमा पनि रमाउँछौँ, सुखमा पनि रमाउँछौँ। दुःखमा पनि प्रभुलाई थ्याङ्क यू प्रभु, तपाईँले मलाई छोड्नुहुन्न, सुखमा पनि थ्याङ्क यू बुबा, तपाईँले मलाई छोड्नुहुन्न। यो शब्दहरू तपाईँ र मेरो मुखबाट त्यति बेला निक्लिन्छ जब तपाईँ र मैले म को भन्ने कुरा बुझेका हुन्छौँ, म विश्वासी हो कि होइन कुरा भन्ने बुझेको हुन्छ। अदरवाइज क्रिस्चियनिटी हुनु सजिलो छ। हेर्नुहोस् है, क्रिस्चियन हुनु सजिलो छ, तर परमेश्वरको छोराछोरी हुनु चाहिँ एकदमै साह्रो छ। हालेलुया। त्यो साह्रो कुरा केले सजिलो बनाउँछ भन्दाखेरि चाहिँ त्यो साह्रो कुरा चाहिँ परमेश्वरको वचनले सजिलो बनाइदिएको हुन्छ। जब हामी परमेश्वरको वचनमा ढुक्क
ढुक्क भएर बस्छौँ नि त्यति बेला चाहिँ हामीलाई साह्रो कुराहरू सजिलो बोलाउँदै हुनुहुन्छ। हालेलुया। कसैले भन्दा अघि मैले भन्दै थिएँ एरिन देवन पास्टर एरिन देवन दाको गीतलाई साह्रै हामी राख्छौँ। हामी गुड न्युज चर्चलाई यो गीतलाई हामी पक्रेर राखेका छौँ। वचनमा तल जरा गाडेर आत्मामा माथि उड्ने पुस्ता हौ। हालेलुया। हाम्रो अबको विश्वासीहरू हाम्रो परमेश्वरको छोराछोरी क्रिस्चियन्सहरू चाहिँ को सबैभन्दा ठुलो कुरा चाहिँ यो हुनुपर्छ वचनमा तल जरा गाडेर। हालेलुया। तब मात्र हामी आत्मामा उड्न सक्छौँ। जब हामी वचनमा के गर्दैनौँ जरा गर्दैनौँ हामी आत्मामा उड्न सक्दैनौँ। हो वचनमा जरा नगरिकन धेरै आत्मामा माथि माथि उठ्छ तर त्यो एक दिन त्यसको अन्त छ, त्यसको एन्ड छ। तर जब वचनमा जरा गाड्छौँ नि त्यसको जब आत्मामा प्रले उठाउनुहुन्छ नि त्यसको अन्त छैन। किनकि परमेश्वरले भन्छ आई एम द एभर लास्टिङ फादर, म अनन्तको परमेश्वर पिता हो। हालेलुया। हालेलुया। कति खुसीको कुरा छ मेरो प्रियहरू। बाइबलले भन्छ भेला हुन नछोड। के हुन नछोड? प्रार्थनामा निरन्तर लागिरह। हालेलुया। आज यो चाहिँ विश्वासीको चरित्र हो। जुन व्यक्तिले नि ख्रिस्टलाई भेटेको छ, जुन चाहिँ व्यक्तिले परमेश्वरलाई पर्सनली कसैको कर र कापमा होइन तर वचन सुसमाचारले विश्वास गरेको छ भने त्यो व्यक्तिलाई चर्च आऊ है चर्च आऊ भन्नु पर्दैन। त्यो व्यक्तिले आउनुहुन्छ टाइम छ भन्नु पर्दैन। त्यो व्यक्तिलाई प्रार्थना सभा आऊ भन्नु पर्दैन। जुन व्यक्तिले म ख्रिस्टको हो भने बुझ्छ नि उसले कहिले पनि प्रार्थना सभालाई छोड्दैन। उसले कहिले सेवा सङ्गति छोड्दैन। उसले कहिले पनि परमेश्वरको सेवा सङ्गतिमा हुन्छ नि हात बढाउनदेखि छोड्दैन, प्र्याक्टिकल काम गर्नदेखि छोड्दैन। तर धेरैचोटि हामीलाई गाह्रो पर्छ संसारमा, हाम्रो आफ्नो आफ्नो व्यवसाय छ। त्यति बेला चाहिँ के भन्नुपर्छ भन्दाखेरि परमेश्वर म तपाईँको सेवा सङ्गतिमा राख्न चाहन्छु। आई निड यो हेल्प। मलाई तपाईँको सहायताको खाँचो छ। जब हामी भन्छौँ नि प्रभुले भन्नुहुन्छ छोराछोरी यस आई एम रेडी टु हेल्प यु, म एकदमै तयार छु तिमीलाई हेल्प गर्नको लागि। आज यसरी भन्न चाहन्छु यो चर्च भवनमा आउँदै गर्दाखेरि धेरै प्रकारको विभिन्न प्रकारको संसारको कुराले हामीलाई तान्नु खोज्छ। कसै बेला पानी परिदिन्छ, कसै बेला हाम्रो जीवनमा बिमारको कुराहरू आउँछ। तर म यसरी भन्न चाहन्छु जब तपाईँ र म चर्च र सेवाकाईमा भेला हुन्छौँ त्यहाँ चाहिँ छुटकारा हुन्छ। हालेलुया। त्यहाँ चाहिँ बिमार अनि रोग कष्टको समाधान छ। हालेलुया। अशान्ति हुँदै गरेकोलाई शान्तिमा ल्याउनु छ। प्रभु डिप्रेसनमा पर्दै गरेकोलाई परमेश्वरको ठुलो आशा दिन्छ। किनकि परमेश्वरको वचन चाहिँ आशा दिने वचन हो। हालेलुया। परमेश्वरको वचन चाहिँ अशान्तिलाई शान्ति दिने वचन हो। हालेलुया। निराशा परेकोलाई आशा दिने यो परमेश्वरको वचन चाहिँ तपाईँ अनि मेरो जीवनमा छ। हालेलुया। त्यही कारण दाउदको भजनले के भन्छ भन्नुहोस् त? परमेश्वरको वचन मेरो खुट्टाको निम्ति ज्योति हो। कति दामी कुरा छ। त्यो ज्योति कहिले निभ्दैन। अब म अन्ततिर आउँदै गर्दाखेरि म यसरी भन्न चाहन्छु हाम्रो विश्वासीलाई विश्वासको अब जरुरत छैन। किनकि हामीले सबैभन्दा अल्टिमेट विश्वास गर्ने ठाउँ भेटेको छ, त्यो चाहिँ येशू ख्रिस्ट हो। येशू ख्रिस्टभन्दा माथि अरू कुनै पनि विश्वास गर्ने ठाउँ छैन। विश्वासीलाई शक्तिको पनि अब कुनै खाँचो छैन। किनकि येशू चाहिँ सबैभन्दा ठुलो शक्ति हुनुहुन्छ। हालेलुया। तर विश्वासीलाई चाहिँ के को खाँचो छ भन्दाखेरि चाहिँ विश्वासीलाई चाहिँ ज्ञानको खाँचो छ। हालेलुया। बाइबलले भन्छ मेरो प्रजा चाहिँ ज्ञानको कमीले नष्ट भइरहेको छ। किन भन्दाखेरि चाहिँ हामीलाई हो पहिलो कोरिन्थी 1:30 भनेको छ ख्रिस्ट हाम्रो ज्ञान हुनुहुन्छ तर हामीले त्यो ज्ञानलाई के गरेनौँ युटिलाइज गर्न दिएनौँ। हामीले अल्टिमेट फेथलाई भेटेको छौँ त्यो चाहिँ येशू हुनुहुन्छ। हामीले अल्टिमेट पावर भेटेको छौँ त्यो चाहिँ येशू हुनुहुन्छ। अनि जुन चाहिँ अल्टिमेट ज्ञान पनि हुन्छ त्यो येशू हुनुहुन्छ। तर अब त्यो ज्ञानलाई चल्न नचल्न तपाईँ अनि मेरो हातमा छ। अनि आज अन्ततिर म यसरी भन्न चाहन्छु तपाईँ र म त्यो विश्वासी हो जसले म को हो ख्रिस्टमा। ख्रिस्टले मेरो लागि के गरिदिनु भयो, वाट इज माई नेक्स्ट स्टेप, अबको यो आउनेवाला स्टेप मेरो के हो यो कुरा बुझ्छौँ। अनि म यसरी भन्न चाहन्छु जतिजना तपाईँहरू हुनुहुन्छ
यो संसार चाहिँ सुन्नुहोस् है, यो संसार चाहिँ सारा संसार यस्तो संसार छ जहाँ चाहिँ तपाईँ र मलाई क्षणमा हामी त्यो संसारको रङ्गीचङ्गीले, त्यो संसारको मोहले, त्यो संसारमा भएको विभिन्न प्रकारको हामीलाई एट्र्याक्सन गर्ने कुराहरूले हामीलाई तानिरहेको हुन्छ। तर ती सबै चाहिँ नाश भएर गइहाल्छ। तर एउटा कुरा चाहिँ तपाईँ मसँग हुन्छ, त्यो चाहिँ परमेश्वरको वचन, यानि कि प्रभु परमेश्वरको आत्मा, पवित्र आत्मा, यानि कि जो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, उहाँ चाहिँ कहिले पनि हामीलाई छोड्नुहुन्न। अनि त्यो परमेश्वरलाई भेट्नका लागि चाहिँ तपाईँ र मैले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ परमेश्वरको वचन आधारित के गरेको हुनुपर्छ, विश्वास गरेको हुनुहुन्छ। अनि विश्वासीको सबैभन्दा ठुलो काम सुन्नुहोस् है, तपाईँ र मेरो सबैभन्दा ठुलो काम चाहिँ सुसमाचार सुनाउने हो। त्यही कारण अघि नै मैले मर्कुस 16 अध्यायलाई मैले भने 15 र 16मा जाऊ अनि गएर सुसमाचार सुनाऊ। हालेलुया। धेरैचोटि हामी के चाहन्छौँ, हामी चर्च भरिएको हेर्न चाहन्छौँ, यो गरेको, तर हामी कहिले पनि सुसमाचार सुनाउँदैन। कसरी हुन्छ? आज म यसरी भन्न चाहन्छु, तपाईँ जुन चाहिँ पोजिसनमा हुनुहुन्छ, तपाईँ जुन चाहिँ काम गरिरहेको हुन्छ, जुन चाहिँ व्यवसायमा हुनुहुन्छ, तपाईँको पद माथि छ कि तल छ त्यसले म्याटर गर्दैन। तर तपाईँ र मलाई एउटै कुराले म्याटर गर्छ, वी आर द चिल्ड्रेन अफ गड। हालेलुया। हामी चाहिँ परमेश्वरको छोराछोरी हो, यसले म्याटर गर्छ। अनि तपाईँ र मैले सुसमाचार सुनाउँदै गर्दाखेरि हाम्रो पदलाई हेर्न हुँदैन, हामी एउटै कुरा हेर्नुहुन्छ, म चाहिँ ख्रिस्टको हो। हालेलुया। त्यहाँ जब त्यो कुरा हेर्छौँ, तपाईँ र मलाई सुसमाचार सुनाउन सजिलो पर्छ। हालेलुया। म यसरी भन्न चाहन्छु, सबैभन्दा ठुलो सुसमाचार येशूको मृत्यु र गराइ अनि पुनरुत्थान हो। अनि दोस्रोचोटि चाहिँ तपाईँ र मेरो चरित्र हो। हालेलुया। अनि आज यसरी भन्न चाहन्छु, मेरो प्रियहरू, तपाईँ र मेरो भरोसा मानिसमा होइन, तर येशूमा हुनुपर्छ। तपाईँ र मेरो अल्टिमेट गोल धन र सम्पत्ति होइन, येशू भनेका हुनुपर्छ। जुन व्यक्तिले येशूलाई राख्छ, अरू सबै कुरा त्यो व्यक्तिले चलाउनको लागि प्रवृत्ति भयो। उत्पत्तिमा हेर्छौँ भने आदम र हव्वालाई के भनिन्छ, यो संसारको सबै कुरोमाथि तिमीले के गर, अधिकार गर। के गर? यो संसारमा जतिवटा कुरा छ नि त्यसले चाहिँ तपाईँ र मैले अधिकार गर्नुपर्छ। तर अफसोसको कुरा चाहिँ यहाँ चाहिँ संसारको कुराले चाहिँ मानिसलाई अधिकार गर्दैछ। तर बाइबलले भन्छ संसारको कुराले चाहिँ कसले अधिकार गर? तिमीहरूले अधिकार गर। अनि हामीमाथि अधिकार गर्ने चाहिँ येशू बाहेक अरू कोही पनि छैन। हालेलुया। अनि म यसरी भन्न चाहन्छु, तपाईँ र मलाई अधिकार गर्ने येशू बनाउनुपर्छ। अनि संसारको कुरालाई तपाईँ र मैले अधिकार गर्नुपर्छ। पैसा रुपियाँलाई तपाईँले मैले अधिकार गर्नुपर्छ। धन सम्पत्तिलाई तपाईँ र मैले अधिकार गर्नुपर्छ। तपाईँ र मेरो रूप रङदेखि लिएर तपाईँ र मेरो पदहरूलाई पनि तपाईँ र मैले अधिकार गर्नुपर्छ। तर ती कुराले तपाईँलाई मलाई अधिकार चाहिँ गर्न हुन्न। अनि आज अन्तमा यसरी भन्न चाहन्छु, विश्वासी भनेको त्यो हो जसले येशूलाई पर्सनली ग्रहण गरेको छ। कुन चाहिँ येशूलाई ग्रहण गरेको? यसको मृत्यु, गाराइ र पुनरुत्थानलाई ग्रहण गरेको छ, त्यो विश्वासी हो। अनि त्यो विश्वासीले चाहिँ सधैँ प्रभुको पाइलाहरूमा चलेको हुनुपर्छ। त्यो विश्वासीले चाहिँ एकाले अर्कालाई माया गरेको हुनुपर्छ। त्यो विश्वासीले चाहिँ म ख्रिस्टमा को छु त्यो कुरालाई बुझेको हुनुपर्छ। त्यो विश्वासीले चाहिँ के गरेको हुनुपर्छ? दुःखमा पनि पर्दा प्रभुलाई धन्यवाद दिनुपर्छ, सुखमा पनि प्रभुलाई धन्यवाद दिनुपर्छ। यो सबै कुरा हामीलाई मेन्टेन गराउनको लागि चाहिँ एउटै मात्रै कुरो छ, त्यो चाहिँ परमेश्वरको वचन हो। के हो त्यो चाहिँ? यो सबै कुरालाई मेन्टेन गर्नको लागि, यो सबै कुरालाई ठिकसँगले राख्नको लागि चाहिँ परमेश्वरको वचनको जरुरत छ। अनि यसरी म यहाँबाट एन्करेज गर्न चाहन्छु, हामी यसरी गरौँ, मेरो मण्डलीहरू हो, हामी मण्डली सबैजना प्रभुको छोराछोरी हो, एभ्रीडे प्रभुको वचनलाई पढौँ र यसलाई मनन गरौँ। हालेलुया। जब परमेश्वरको वचनलाई मनन गर्छौँ र पढ्छौँ, तपाईँलाई मेरो प्रार्थनाको भाषा शैली त्यसै पनि बदलेर आउँछ। तपाईँलाई मैले आराधना गरेको कुराहरू त फुटेर बगेर आउँछ। हालेलुया, हालेलुया। तपाईँ र म आराधना गर्नला हुँदैन मबाट होइन। जब तपाईँ र मैले परमेश्वरको वचनलाई पढ्छौँ र त्यसलाई मनन गर्छौँ भने तपाईँ र मेरो जीवनबाट आराधना बगेर आउँछ। प्रार्थना गर्ने समय प्रार्थना गर्दा पनि हामीलाई अल्छी लाग्दैन। हालेलुया। तपाईँ र मलाई कसैले नराम्रो भन्छ, उनीहरूलाई मायाले जित्ने त्यो शक्ति चाहिँ परमेश्वरको वचनले दिइरहेछ। हालेलुया। त्यो चाहिँ विश्वासी अरूसँग प्रार्थना गर्नेछु यस समय। बाबु धन्यवाद तपाईँ परमेश्वर पितालाई, तपाईँ जिउँदो हुनुहुन्छ। महिमा आदर भक्ति सबै तपाईँलाई दिन्छौँ। तपाईँको कृपा, तपाईँको अनुग्रह हामी राख्छौँ। धन्यवाद छ प्रभु। यो सुन्दर वचनको लागि तपाईँलाई धन्यवाद। सारा आदर भक्ति तपाईँलाई येशू ख्रिस्ट